हेलो साथीहरू अनि नमस्ते। आज पनि म तपाईँहरूको माझ न्यू डे न्यू ब्लग लिएर उपस्थित भइसकेको छु। मिनी ब्लग है साथीहरू, ब्लग नै होइन भन्नु अरे। कहिलेकाहीँ अब सन्डे अनि कहिलेकाहीँ त बाहिर निस्किन पाउँछु नि त म, अनि त्यति बेला भिडियोहरू छोटो छोटो बनाएर लगाएको हुन्छु। भिडियोहरू हेरेर इन्जोय गरिदिनु होला अनि कमेन्ट गर्ने गरिदिनु होला है साथीहरू। आज हामी खाना खानुको लागि चाहिँ यो रेस्टुरेन्टमा गएको थियौँ। यो रेस्टुरेन्ट चाहिँ यस्तो दामी थियो नि साथीहरू, बाहिरबाट हेर्दा पनि दामी, भित्र पनि दामी। मलाई चाहिँ होइन यो लेबनानको भनौँ न डेकोरेसनहरू चाहिँ यस्तो दामी दामी पर्फेक्टहरू हुन्छ नि भन्नु अरे हो के, दामी दामी हुन्छ साथीहरू। अनि हामीले चाहिँ फुड अर्डर गरिसकेर वेटिङमा बस्नुपर्ने हुन्छ। अनि वेटिङमा बस्दै थिएँ म, के गर्नु भनेर भिडियो यस्तो बनाएँ, यस्तो अनुहार देखाएर के साथीहरू चाहिँ नाटक पारेको है मैले नाटक पारेर भिडियो बनाएँ। त्यसपछि खाना अर्डर गरेको एकछिनमा त आइहाल्यो। सुरुमा चाहिँ सलाद दिन्छ नि त यहाँनिर, अनि सलाद सुरुमा मगाएको थियौँ अनि सलाद खायौँ। सलाद खाइसकेपछि चाहिँ भात आयो। मैले चाहिँ नेपाली खाना कति धेरै मिस गरिरहेको छु नि त, अनि त्यही भएर मैले चाहिँ चिकन र राइस मगाएँ होइन। अनि खाएँ, अनि खाइसकेपछि चाहिँ एकछिन बस्यौँ अनि अब घर जानुपर्ने हुन्छ नि त साथीहरू। अनि घर पनि अब गयौँ होइन, आयौँ भनौँ न, आयौँ। अनि म चाहिँ यस्तो हुन्छ कि साथीहरू, जहिले पनि भिडियो चाहिँ बनाउँछु होइन, तर के खालको भिडियोहरू नि बनाउँछु भन्दा पनि सर्ट सर्ट भिडियोहरू बनाएर अनि पोस्ट गर्छु होइन। तर त भन्ने बेलामा चाहिँ के त्यो भन्ने बेलामा चाहिँ के भनौँ भइरहेको हुन्छ क्या साथीहरू। यो नै भन्नुपर्छ भनेर त पर्फेक्टली चाहिँ आउँदैन क्या मेरो मुखमा। मलाई मात्र हो कि साथीहरू, सबैलाई यस्तै हो होइन। नेपालमा हुँदा चाहिँ कहिले विदेश जाम जस्तो हुन्छ, यहाँ आइसकेपछि चाहिँ कहिले नेपाल जाऊँ भन्ने हुन्छ कि साथीहरू। म मात्रै हो कि सबै नेपालीहरूलाई यस्तै फिल हुने हो भन्नु अरे क्या, विदेश जानेहरूलाई यस्तै फिल हुने हो होइन। विदेश आउने बेलामा चाहिँ हतार कोही पनि नगर्नु होला, बिस्तारै आउनु होला भन्नु अरे भन्दै मैले आजको मेरो मिनी ब्लग यहीँ एन्ड गर्न चाहन्छु साथीहरू। नेक्स्ट मिनी ब्लगमा भेटौँ है त। बाई बाई साथीहरू।